नमस्कार सबैजनालाई। आज म चाहिँ एउटा यहाँ हाम्रो गाउँ घर देखाउने भिडियो बनाउन गइरहेको छु। यहाँ हजुरहरूलाई म यसो हाम्रो गाउँ र घर देखाउँछु है त। यता चाहिँ मूल घर हो। यहाँ छ हाम्रो मूल घर। यता हाम्रो बारी हो, यो खेत। यता बारी, यो बारी चाहिँ नवलखड्काको बारी हो। यतापट्टिको चाहिँ यो पुरै बारी नवलखड्काको हो। र अब म देखाउन गइरहेको छु हजुरहरूलाई टक्क मेरो घर र यताउता गाउँहरू पनि देखाउँछु अलिअलि। र यो चाहिँ हाम्रो भैँसी बान्ने गोठ हो। तर अहिले भैँसी छैनन्। भैँसी नभए पनि बाख्रा चाहिँ छन्। बाख्रा बानेका छौँ। बुवाहरूले बाख्रा चाहिँ पाल्नु भएछ। र यो ठुल्दाईको घर हो। यो ठुल्दाईको घरमा चाहिँ पनि ठुल्दाई हुनुहुन्न। ठुल्दाई काठमाडौँतिर हुनुहुन्छ। र यो घर पनि खाली नै हो। यतातिर चाहिँ सिम्पानी बजार हो। तर यहाँबाट देखिँदैन, बाँसघारीले सब छेक्छ। र यो चाहिँ फाइनल्ली मेरो घर, हाम्रो घर हो। यो हाम्रो घर। त्यहाँ एउटा कटेरो पनि छ। र यो भत्केको घर चाहिँ प्रेम दाइको घर है। यो भत्केको घर चाहिँ प्रेम दाइको हो। र चाहिँ यता पनि देखाउँ। यो भत्केको प्रेम दाइको घर हो। हाम्रो घर चाहिँ भत्केकोले यताबाट देखिँदैन। र यो निरकुमार दाइको घर हो। निरकुमार दाइको घर हो यो। निरकुमार दाइ पनि हुनुहुन्न, बसाइ गइसक्नु भएको छ। दुईटा घर छ। यो दुईटा घर पनि खाली हो। गाउँमा मान्छे खासै हुनुहुन्न अहिले। यतातिर यो दुईटा घरमा मान्छे बस्नुहुन्न अहिले। सब बसी जानुभएको छ मधेसतिर। र उता तल छ हाम्रो घर चाहिँ अलिअलि छानो देखिँदैछ। र यता पारिपट्टि यो पारिपट्टिको चाहिँ यो इजारा हो। इजारा यता इजारा। यो डाँडातिर पञ्चमी। र यता हाम्रो यता चाहिँ तल टखोला छ। तर यहाँबाट देखिँदैन। ल निरकुमार दाइको घर ल खाली छ। सब आँगनतिर झार उम्रेर सफा गर्ने मान्छेहरू हुनुहुन्न। त्यही भएर चाहिँ यो घर यसपालिको बर्खामा भत्केको हो। आधी जति बाँकी नै छ भत्किन अझै। र यो पर देखिरहेको डाँडो चाहिँ मावे हो है। म तपाईँहरूलाई देखाउँछु। यहाँ हाम्रो घर चाहिँ त्यहाँ छ। यो पर देखिएको यो मावे हो। र यता यो तलको यहाँ देखिएको चाहिँ कात्तिके हो। यो कात्तिके हो। र हाम्रो घर चाहिँ फाइनल्ली यही हो। ल हाम्रो घर यहाँ छ। आँपको रुख डेन्जर छ। आँप धेरै फलिला छन् यसपालि। आँप ल है, हाम्रो घर चाहिँ फाइनल्ली यही हो है। ल गाइज, मेरो घर यही हो है। ल ठ्याक्कै यही हो भन्दै हजुरहरूसँग बिदा लिन चाहन्छु। बाई बाई।